केही छ र आज? हजुर आज यसो के अरे हाम्रो चाहिँ राइनोस्कोट भ्रमण गर्दै हाम्रो चाहिँ यो के भन्छ भक्ति थापाको चाहिँ के अरे हाम्रो रिजर्भ छैन? रिजर्भ आउँदैछ। अनि यो किन हुँदैन? रिजर्भ आउँदैछ अनि के गर्नुहुन्छ त खै। ल उसो भने भोलि कुरा गरौँ ल। हजुर अहिले म त्यो भक्ति थापाको हाम्रो उसमा जान्छु। हजुर हजुर ल हाम्रो मेरो गुरुजी है, मेरो यही गुरुको साउ, यही गाडीको साउ हो। म चाहिँ कहिलेकाहीँ यसो उहाँको गाडी चलाउने गर्छु र कहिलेकाहीँ चलाउने भएर यसो अहिले हामीले भिडियो बनाउँदैछौँ। ल अहिले म चाहिँ भक्ति थापाको घरमा उसमा जाँदैछु। मेरो साथीहरू हुनुहुन्छ, उहाँहरू गड इज ग्रेट भन्ने हाम्रो राइनस म्याजिक सेवा गएजा 9006 लाई सम्पर्क गर्नु होला। तपाईँहरूलाई नम्बर पनि उपलब्ध गराउँछु म पछि। र अहिले म भक्ति थापाकोमा जाँदैछु। भक्ति थापा भन्ने को भन्नुहुन्छ भने हाम्रो पुर्खौली गोर्खाली अङ्ग्रेजको पाला लड्ने। अब भक्ति थापाको टाउको काटेर कुन देशमा राखेको छ भन्छ के अरे, भक्ति थापाको टाउको काटेर राखेको ठाउँ भनेर कति बेला युट्युबमा देखिन सक्छ। त्यो अब ठ्याक्कै भन्न सकिन्न। तर हाम्रो अहिले राइनोस्कोटमा आउँदाखेरि हाम्रो लमजुङको महान योद्धा गर्व लाग्छ हामीलाई पनि। ठुलो मूर्ति छ हाम्रो भक्ति थापाको। भक्ति थापाको गर्व लाग्छ हामी गोर्खाली भएकोमा। भक्ति थापा अब यही ठाउँबाट द्रव्यसा अनि द्रव्यसा नरबुबलसा द्रव्यसा यिनीहरू लडेको ठाउँ पर्यो। त्यही भएर यहीँबाट लिगलिकोटमा पहिला घले राज्यहरूको दौड भइरहेको थियो। ठाउँ यस्तै छ यी। यस्तै ठाउँमा द्रव्यशाहले भेडा चराएर गाई गोठ भैँसी गोठ अब यस्तै चलाएर के अरे चराएर राजा भएको व्यक्ति हुन् द्रव्यशाह। अब त्यही द्रव्यशाहका पालाका हाम्रो वीर गौरव गर्ने खालको व्यक्ति वीरभक्ति थापाको शालिग छ यहाँ। वीरभक्ति थापाको उ छ। हाम्रो ठुली भान्जी उता न्याउरिएर बसिन्। हाम्रो सानी भान्जी हो यहाँ पर्दा यतापट्टि काइली भान्जी साइली भान्जी। ल राष्ट्रिय विभूति वीर भक्ति थापा। भक्ति थापाको जन्म विषम 2018 राष्ट्रिय विभूति वीर भक्ति थापाको चिनो यही छ। यही हेर्नु होला। ठुलो मान्छे नि त राजा। ल हामी राइनोस्कोट ठाउँमा छौँ।